बाबा देखिन्छ अभी 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 ये क्या है? लाज हुन्छ तिम्रो लाज मेरो के भन्नु त्यो धेरै माया खुसी नगराएको किन ठुस्क्या किन ठुस्क्या हेलो गाइज एन्ड वेलकम टु माई ब्लग इन अनदर भिडियो म फेरि पनि आइसकेको छु वाह क्या एक्टिङ कर रहा है अर्को ब्लग लिएर आयो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु अनि उनी पनि सन्चै छिन् सन्चै छु यस अनि आज चाहिँ हामी चाहिँ बिहे गरेपछि चाहिँ फर्स्ट टाइम चाहिँ आज चाहिँ घुम्न निस्किन लागेको छौँ दोस्रो दिन निस्केको थियौँ त्यो चाहिँ स्केट हाउसमा मात्रै त्यो चाहिँ सबैसँग तर आज चाहिँ दुईजना मात्रै घुम्न निस्किँदैछौँ कहाँ जान्छौँ के जान्छौँ थम्बनेल हेरेर चाहिँ थाहा पाइसक्नु भयो होला तपाईँहरूले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला सो के हुन्छ कसो हुन्छ रमाइलो गर्ने ट्राई गर्दैछु के गरेको हौ अनि कस्तो फिल भइरहेछ त आज हामी घुम्न जाँदैछौँ एकदम रमाइलो फिल भइरहेछ के यहाँहरू बोल्नुपर्छ कि कस्तो भइरहेछ कस्तो फिल भइरहेछ एकदम रमाइलो फिल भइरहेछ कहाँ जाने जाऊँ न अब थाहा हुन्छ घरदेखि निस्किसकेपछि थाहा हुन्छ नि त कहाँ जाने भनेर अन्त थाहा छैन मलाई यत्रो दिन भइसक्यो घुमाउनै लाग्दैन है बुढा त्यही त होइन बिहे गरेको दिन भयो 22-23 लगभग 13-14 दिन हुनु भइसक्यो बिहे गरेको मौका पनि नमिलेर हो नि त देख्नु ल ठिक छ सो आज चाहिँ हामी चाहिँ फाइनली घुम्न जान लागेको छौँ यो मान्छेलाई लगेर घुमाइदिनु पऱ्यो टक्क पारेर भनेर घुम्न पाएन भने गुनासो एकदम पुग्दै थिइन् सो धेरै टाढा होइन यहीँबाट मेरै घरबाट देखिन्छ ड्याङ्ग पारेर यहाँ अब यहाँबाट नदेखिनु टक्क यसरी देखाइदिनु यहाँ है देखिनु त यार भन्न खोजेको काँक्री बिहा जङ्गल हो कि यहाँबाट यस्तो देखिन्छ यो जङ्गल त्यही काँक्री बिहासम्म चाहिँ पुग्छौँ होला हामी सायद होइन त्यहीँ जाने हामी त्यहीँ जान्छौँ साथीको बाइक पनि रिजर्भ गरेको छौँ फिरोजको बाइकले पनि दुःखै पाएको छ बिचरा के गर्नु गाह्रो छ बिहा गरेको भए बुढाबुढी घुम्नु जान्थ्यो बिहा गरेन के होइन साथीलाई दिनु परेको बुढी घुमाउनुको लागि होइन हामी घुम्न निस्क्यौँ सिकाएको जानेन ऊ यहाँ चाहिँ उठिन पर्ने छ अगाडिको कति हो लाग्ने ठुलो गाडीको नि यस्तो 50 रुपियाँ राम्रो गाइजहरू नजारा यहाँको आम्मा कस्तो राम्रो छ होइन त थाहा थियो कि पहिला तिमी थाहा थियो त्यसमै त आएको नहुने बस्न आएको त म पनि धेरै भइसकेको थिएँ नआएको के अरे
स्टाइल गरेर खिच्नु जान्नु न कस्तो स्टाइल गरेर यो मान्छे स्टाइलिस हो नि स्टाइल गर्नै पर्दैन नि सबै त्यस्तो खिच्दा हुने अब त्यहाँ पनि फेरि टिकट काट्नुपर्छ अरे छ नि त अलिअलि ल हेर फेरि त्यस्तै खिचेछ क्या मान्छेले वाइड नगराएर किन वाइड नगराएर खिच्छौ कि वाइड गरेर खिच्नु गरेर हुन्छ काँक्री बिहार पनि आइसक्यो काँक्री बिहारको पर पिपल यो चाहिँ काँक्री बिहार टेम्पल टक्क माथि जाने के छ कस्तो छ हेरौँ धेरै भइसक्यो म बनिसकेपछि त आउनु त आएको थिएँ एकचोटि त्यही पनि एकचोटि दामी सिनेमेटिक भिडियो पनि हेर्नुपर्ने हुन्छ है त सबैले सरी छोडेर हिँड्छ सरी छोड्ने त हुँदै हुँदैन टिकट काटौँ टिकट बवाल देखिन्छ अभी ये क्या है त्यस्तो गर्दैन नो अब तिम्रो बिहा भइसक्यो अब यस्तो गर्न पाइँदैन तिमीले बिहाभन्दा अगाडि जति गऱ्यो अब पाउँदैन तिमीले त्यस्तो नखरा देखाउनु पाउँदैन नि हुँदैन नि लाज हुन्छ बिहा गरेर केटी के फेरि फुरु गरेको भन्छ कमेन्ट आउँछ नि फेरि कस्तो नखर माउले कस्तो उत्ताउली रहेछ यसको बुढी भन्यो भने के भन्ने कस्तो फिल भइरहेको टिकट पनि काट्यो हामीले जम्मा 20 रुपियाँ अरे होइन ए एकजनाको 20 रुपियाँ यो चाहिँ गाडीको हो यो चाहिँ माथि यसको हो एकजनाको 20 रुपियाँ दुईजनाको 40 रुपियाँ मान्छे लाज हुन्छ तिम्रो लाज मेरो के भने हेर झन् लाज नगराउनु भने झन् आफै लाज गर्नुपर्छ कस्तो दामी देखेछ यहीँबाट सो सेट फाइनली एउटा रिल बनाइयो दुःख सुख गरेर यहाँ चाहिँ फोटो सोटो दह्रो सेसन छ जानु मिल्छ ल दौड्यौँ फोटो खिच्दिउँ टक्क गरेर अब चाहिँ फाइनली चाहिँ अहिले चाहिँ माथि चाहिँ किन त्यहाँ उ हुन्छ कि फोटो खिच्ने ठाउँ ल कहाँ बोक्नु मलाई अब त तिमीलाई तिम्रो ज्यान मेरोभन्दा ज्यानभन्दा ठुलो छ अनि तिमीलाई बोक्नु लाग्यो भने त फेरि सक्यो त म आजको आज यहीँ कहीँ दामी देखिँदैछ त हजुर यो हालेको झन् दामी देखिरहेको छ सिनेमेटिक लुक हेर्नुहोस् काँक्री बिहारको भित्र छिर्न लागेका छौँ यो भित्र जुत्ता चप्पल चाहिँ बाहिर राख्नुपर्ने छ ल खोलौँ तिमी चाहिँ चप्पल मात्रै रहेछ मेरो चाहिँ जुत्तै छ ल दौड कसम कस्तो पोलेको पहिला छिरेको थियो कुनै अहिलेसम्म आउनु त आएको थियो ए हो ढोकर न कस्तो हो र सुइसु हिँडेको ए खुट्टा राखेको मान्छेले यस्तो दामी छ नि कुरै छोड्दैन ल चढ बुद्ध भगवानको मूर्ति टक्क पाएर चारैतिरबाट ढोका छ ए गाइजहरू हेर्नु होला तपाईँहरूले पनि मैले सिनेमेटिक लुक्समा त हालिदिएको छु एक राउन्ड चाहिँ सर र के अरे गफ न
अन्त आएको होइन तर यो बने भएको थिएन क्या पुरै बन्दै थियो यस्तो यस्तो नै पूजा भएको थिएन मतलब यस्तो थिएन कि यो पुरै बन्द थियो कि म आउने बेला थ्याङ्क यू भन थ्याङ्क यू सो मच लाज लाग्यो मलाई आफ्नो बुढालाई किस खानु नि के को लाग्छ लाज लाग्यो मलाई ल्याइकन यसो घुमाउन त के हो जुत्ता लगाइदिने अरे म्याडमले हाम्रो म्याडमले यति धेरै माया अनि कुनै गरम त अनि नअफेन्स है गाइजहरू उसले आफैले गर्छु भनेर हो मैले गर भनेको होइन भने र मैले होइन क्या मैले आफैले त्यही त नि मैले गर्न पठाएको भए फेरि गाली खान्थेँ मैले आफैले गरेँ अहिले सो एक राउन्ड घुमाऊँ त्यसपछि चल्नु त होला कि बस्ने अझै यहाँ चल्ने अन्त जाने ओके भिडियो सिडियो पनि बनायौँ टक्क भएर एक दुईवटा रिल्स पनि बनायौँ कमेडी भिडियोहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले फेसबुक इन्स्टा सर्ट जहाँ गएर पनि हेर्न सक्नुहुन्छ अब चाहिँ हेर्नुहोस् त कहाँ जानुपर्ने हुन्छ ओए पानी त यत्रो ठुलो आउँदैछ यसका बाजे कसरी खाने ल ल ल खाऊ 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 उही तिर्खा लागेर पानी खान आयौँ हामी त गाइजहरू ए कत्रो आएको हो पानी पनि सानो होला भनेर अहिले बर्खा लाग्यो नि त भर्रे गला होइन बोल्नै नसक्ने गरी खायो भन्छ मजा आयो मेरो ताल चिसो छैन ल खाने होइन त तिमीलाई उच्च ठेके यति खाइदिउँ खानु पुरै मुख हाल्न सकेला यसमा अडाउन सकेला ट्राई गरौँ म सक्छु के अरे ल ल ल ल ल मुख पुरै हाल्नु पर्यो ओए कडा ल मेरो भाइ पनि म पनि चाल्छु हालौँ नाकबाट धन्ने चिरेन कठै भयो म भिजे गाइस सकेन ए बन्द गर ए म बिर्छु एकछिन ल म त बिर्सेको ए धन्न नबित्ने थियो म तिम्रो लागि भाग्दैन नि दा ल जाऊ ओ माया ओ माया ओ माया कस्तै उपर गयो यार यो त बिल्ला भयो मिम बोल्न यार तनाव हेर्छ हेलो गाइस अहिले चाहिँ हामी थारू होमस्टे आएको छौँ एउटा घुमी गरिदिनुहोस् अनि दुईवटा कोक गरिदिनुहोस् हाम्रो घुमी र कोक पनि आइसकेको छ खाने होइन त ल सुगरे त अब झोलसँग पनि सुरु गर्छ कसैले पहिला घुमीको डल्ला खाने डल्ला खान्छु भन्थ्यो त ल कस्तो हुनेछ टेस्ट गरेर समातेर तान्ने त्यस्तो समात्ने चुस्ने बिस्मारी बिस्मारी दमै रहन्छ निले घोर्लुको निल्यो गाडीमा अड्क्यो चिसो
पहिलोचोटि खाँदाखेरि यस्तै हुन्छ जस्तो पनि साँच्ची ल म खाएँ खान्न अरे आज ल खै म पनि खान्छु एउटा म नि खान्छु नि एउटा आज मलाई नि आफू नाइस चेस अहिले चाहिँ हामी टोपी खान आएका छौँ चेस चेस कता जिन्दगीमा यस्तो कुरा पनि आउँछ भने सोचेको थिएन मैले दिनभरि घुमाएर घर आउँदाखेरि रिसाएर आएँ खुसी नगराएको पनि खुसी के खुसी के कुरा नखुसी भएको थाउनमा हेर्नु गयौँ घुइँ खान गयौँ आइसक्रिम खुवाउनु लगे खास त खुवाएन भनेर रिसाएको सबै कुरा कहाँ खाउनु होइन यस्तो सानो पेटमा पछि खाम्ला भनेको त्यति कुरामा रिसायो होइन के त्यही खाएको मैले त त्यो पनि कम खाएको अझै उसले नि धेरै खास्ता मात्रै खाएन भनेर रिसाएको नि देख्यो अब बजेहरू कसरी खाउने ल्याइदेऊ बजेहरूलाई छिटो बजेहरूलाई नल्याइदिने आफू चाहिँ रिसाउने खुब बजेहरू कहाँ जानु भएको अब मेडिकल चेकअप गर्न खुट्टाको बजेलाई पनि गाह्रो छ बुढेसकाल लाग्यो बुढेसकाल छ किन निसा म गएँ अब म तिमी घुमाउँदिनँ अब तिमी घुमाउँदिनँ म कहिले पनि त्यही भने यस्तो रिसाउने बुढीलाई के घुमाउने नरिसाउने हो कि घुमाउनु घुमाउँदा नि रिसाउँछन् मान्छेहरू घुमाउँदिनँ आउँदा के भयो के भयो के भयो के भयो नबोल्ने हो बोल्ने कि नै बोल्छु नि आफ्नो बुढासँग नबोल्नु कोसँग बोल्छ अनि किन ठुस्क्या त अनि किन ठुस्क्या 5 मिनेटको लागि हो के भयो भने त किन ठुस्क्या कारण त चाहियो त किन ठुस्क्या यता हाँसेको मान्छे पनि ठुस्किन्छ र